तपाईलाई थाहा छ सत्ताको कुर्सीमा पुगेका कांग्रेसीहरूले कोसी बेचेर खाएको तपाईलाई थाहा छ। कांग्रेसहरूले सत्तामा हुँदाखेरि गण्डकी बेचेर खाएको तपाईलाई थाहा छ। जनताको बहुदलीय जनवादबाट नेपाली जनतालाई न्याय दिन्छु भन्ने एमालेहरू सत्तामा पुगेपछि महाकाली बेचेर खाएको तपाईलाई थाहा छ। झापाबाट चप्पल लगाएर निस्केका नेताहरू महाकाली बेचेको पैसाले काठमाडौँमा अरबपति बने तपाईलाई थाहा छ। यही रोल्पा जहाँबाट जनयुद्ध सुरु भयो भनेर भनिन्छ, यही रोल्पाका थुप्रै नेताहरू रोल्पाबाट चप्पल पट्याक पट्याक फर्काउँदै माओवादी जनयुद्धमा लागे। जब उनीहरू सत्तामा पुगे उनीहरूले पनि अर्को राष्ट्रघात गरे तपाईलाई थाहा छ। आज आम नागरिकको अगाडि एउटा कुरा सर्लक्क स्पष्ट छ, यो मुलुकमा कांग्रेस भन्ने पार्टी भन्दा एमाले भन्ने पार्टी फरक भएन। एमाले भन्ने पार्टी भन्दा फरक माओवादी केन्द्र हुन सकेन, किनभने यी सबै संसदीय राजनीतिक पार्टीहरू हुन्, संसदीय दलालहरू हुन्, संसदीय आहालमा चुर्लुममा नाक रगडेका पार्टीहरू हुन्। त्यसकारण यीहरूबाट देशप्रतिको मायाको अपेक्षा गर्न सकिँदैन।